गाइस हैन ल हाम्रो फेरि अब जहिले पनि त्यो गाडीदेखि स्टार्ट हुन्छ हाम्रो भिडियो हैन हामी डुल्लाहरुको काम के छ र के छ हैन अब आज चाहिँ हाम्रो एकदम फिक्स डेस्टिनेसन छ हैन आज चाहिँ हामी जाने भनेको अरे यामबारु भन्ने ठाउँमा हैन यामबारु भन्ने एउटा खैसियाको नाम त्यो भने के हुन्छ भने हामी त्यहाँ चाहिँ के गर्न जाने भने जंगल सफारी गर्न जाने त्यहाँ जंगल सफारी भन्नाले चाहिँ जंगल सफारी गर्ने हैन जंगल सफारी गर्ने त्यस्तै लगरौँ न हामी चाहिँ एउटा त्यो चार बाङ्ग्रेवाला बाइक जस्तो हुन्छ नि हाम्रो नेपालमा पनि अलिअलि यस्तो आजकल फेमस जम्मै त्यो देखिरहेको हुन्छ होइन 50,000 को भन्दै मैले त्यो प्रचार पनि देखिरहेको हो त्यस्तैवाला बाइक टक्क लगाएर जङ्गल सफारी हान्ने हो त्यसमा जङ्गलमा टक्क घुराउने हो होइन पुरै अफरोड बाटोमा होइन जापान आएर त्यो अफरोड बाटोमा चलाउनु पाउने भनेको त्यही होला अब चलाएको र कहिले चलाएको छैन बुझिन पनि चलाए होइन अब चाहिँ हाम्रो अब हामीलाई यहाँ देखाइरहेको छ 1 घन्टा लगभग 1 घन्टाको हाराहारीमा हामी पुग्नेछौँ त्यहाँ चाहिँ त्यसपछि त्यहाँ पुगेपछि अब हाम्रो जङ्गल सफारी सुरु हुन्छ होइन यहीँबाट हाम्रो बुद्धीले फेरि यो म्याप हेर्न जानेर त न भएको छ होइन होइन कहिले कहाँ गुसा छ कहिले कहाँ गुसा होइन त्यो त हुँदै हुन्न त हुन्छ त कहिले हुन्छ त सधैँ होइन होइन नि हो हुने भनेको होइन अब हाम्रो यो गाडीको भिडियो धेरै भइसक्यो होइन अब आज चाहिँ होइन यो भयो सक्यो पुरा सक्यो यो रात गई बात त्यही हो अब यो गाडीमाको भिडियो हाम्रो धेरै भइसकेको छ होइन जहिले गाडीको भिडियो ठिक मान्छेले गाडीको भिडियो मात्र देखाउँछ भनेर यस्तो मात्र पनि भन्छ होला कसैले त ठिक छ अब आज चाहिँ धेरै हाम्रो गाडीको भिडियो हुन्न होइन आज हाम्रो डाइरेक्ट डेस्टिनेसनमा पुगेर हुन्छ हाम्रो यस्तो कुराकानी त्यति गरेर हुन्छ अहिले चाहिँ टक्क ल अहिले चाहिँ अहिले मैले सक्दै अहिले अर्कोचोटि फेरि टक्क त्यहाँ पुगिसकेपछि सुरु हुन्छ हाम्रो स्टार्ट फेरि होइन कुराकानी ल ल हामी चाहिँ अब टक्क लाएर अब के भन्छ जङ्गल सफारीको लागि तयारी अवस्थामा छौँ हामी होइन हाम्रो बुढेले लगाइसक्यो हेलमेट जुत्ता उयो उ त राखिदिउँ न हामी निस्किनु अब हामीले पनि हेलमेट लगाइदिने हो हेलमेट टक्क लगाएर लगाइदिने हो अब फेरि लगाएर अगाडि पछाडि कता हो भने अब सुरु गर्ने हामीले जङ्गल सफारीको लागि स्टार्टिङ ल यस्तो गरेर लगाइदिउँ त लगाइदिउँ न टक्क लगाएर सुरु भयो ल अब चाहिँ लाग्यो बुट लगाएछ मस्त अब हिलो के चाहिँ हुन्छ भन्छन् हाम्रो राजाले हामीले सिकाउने ट्रेनर होइन अब हाम्रो बग्गी वादको साइड ब्याग पनि बिजीको अवस्था अब हाम्रो कसरी चलाउने के चलाउने सिकाउँछ अरे हाम्रो राजाले हामी अब लागेको गाडी पनि टक्कै अब एडमिसन गरेर लागेको गाडी चस्मा चाहिँ किन चेन्ज गर्यो कि तिमीले यस्तो कता चस्मा छोडेर है ल ठिक छ हाम्रो ब्रोदरले गाडी अब लग्दैछन् ठाउँमा होइन यहाँदेखि गाडी पनि टक्कै एडभेन्चर गर्ने टाइपकै छ फेरि हिलो कि चाहिँ यस्तो बुट लगाइएको छ होइन अब चाहिँ हामी जान्लाको अवस्था पुग्नु थालेको अब कतिखेर नागपुर गुरेखा गऱ्यो सुगु सानपुर 15 मिनटमा पुगिहाल्छ अरे त्यो नै अगाडि नै हो अरे यो अगाडि हिँड्नु पनि जान सकिन्छ है त्यही हो अब फेसिलिटी यत्रो पैसा कति 7,000 14,000 तिर्यो यातायात यति त हुनु पर्यो ठिकै छ ल हाम्रो बाटो हेरौँ यस्तो छ बाटो पनि टक्क लाएर फरक छ कि होइन हामी जान्लाको अवस्था जङ्गल सफारी हान्न जान्लाको अवस्था हामी चाहिँ होइन बुझेले चस्मा लगाएन कि चस्मा निकाल्यो होइन यस्तो हाम्रो राजाले चलाइरहेछन् यता यी गाडी लगिरहेछन् ठाउँमा हामीलाई सिकाउने राजा यिनी हुन् होइन ठाउँ त राम्रो रहेछ त उकालोमा लग्ने होला अब त्यहाँ त अब हिलो खिचो के हुन्छ एडभेन्चर भनेको त्यही त हो त एडभेन्चर अब एडभेन्चर गर्लाको अवस्था गाई स्लो डाउन होइन टक लाएर यस्तो ठाउँ पनि अनि मजाको पिच रोड छ है बुझे बस न बुझेको ब्याग चाहिँ करास फेरि टक लाग्यो ब्याग देखाइदिनु ब्याग कडा छ चस्मा त यहाँ जुगाबाट चाहिँ घोज्दो रहेछ अरू भन्दा नि झिङ्गामा चाहिँ अलिअलि घोज्दो रहेछ अरू त सब ठिक छ ल हामी पुग्यौँ वा घर कस्तो मजाको घर छ हेर गाई घर है ल बगी हाम्रो बगी अब हामीले कुन कलरको
बिलियो मलाई त बिलियो मनपर्छ नि त फेरि नि तिमीलाई कुन मनपर्छ त बिलियो मनपर्छ अनि सबको बिलियो नै हो नि मनपर्छ फेरि अनि ल अब यहाँ पार्किङ छ कहाँ उभिमा जान्छौ यहाँ स्टेसन जङ्गलभित्र घुस्ने अब जङ्गल सफारी भने के हो त अनि उहीँमा कि डुब्नुमा लाग्यो गएर हामी चाहिँ अब ल झर्नी हो गाइस ल झर 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 आएको आएको हामी ल अब हाम्रो बग्गीहरू छ उतातिर होइन उतातिर हाम्रो बग्गी छ चस्मा चाहिँ अलिक कडै भयो कि फेरि चाहिनुभन्दा बढी कडा भयो हाम्रो चस्मा चाहिँ यहाँ हाम्रो बग्गी छ अब कुन चाहिँ बग्गी लगाऊँ भन्ने कुरा हो मेत्ता चिसाइ जाने है यस्तो चलाउने हामी चाहिँ होइन अब चाहिँ तिमी ब्याग मलाई दिन्छ मैले यो इन राख्छु कि सामान राख्नुहुन्छ झ्याप्चुक निकाल्दै आएर簡単。はい。じゃあ、それではちょっとツアーを始めていこうと思います。今回ツアー担当させていただく、リュウトって言います。OK。お願いします。リュウトって言います。お願いします。まずはじめ、ちょっとバギーの説明からしていきます。はい、お願いします。バギーには3つのポイントがあって、進むと、止まると曲がるっていう3つのポイントあります。まずは進むのポイントから教えていきます。右手の部分にちっちゃいレバーがあります。これ、バギーのアクセルです。アクセルこれじゃない？アクセル。そう、これじゃなくて、押す。プッシュタイプ。OK。押すタイプなので、で、たまに発進の時すぐマックス押しちゃって、テント突っ込んじゃうお客さんいるので、注意してください。ゆっくり、発進の時は少し硬いところからゆっくり押していただけると、ゆっくり進むことができるので、覚えててください。次ちょっとブレーキの部分を教えます。左手に銀か黒いレバーがあります。これ、バギーのブレーキになります。OK。危なかったらすぐ握るようにお願いします。握ったらすぐ止まるので。ちょっと注意点があって、ブレーキ使うときに、ブレーキとアクセルを一緒に押しちゃうと、後半の部分でブレーキ効かなくなる恐れがあるので、ブレーキ使うときは、アクセル離してブレーキだけでお願いします。OK。ブレーキはブレーキ。アクセルアクセルで使い分けてほしいです。で次ちょっと、ハンドルを教えていくんですけど、4輪なので、OK！ よし !OK です。OK ですかじゃあ次、ハイビスカストンネルって言って、道が狭いところに行きます。道が狭いので、右と左に突っ込まないようにだけお願いします。OK、頑張っていきましょう。OK、行きます。OK、じゃあ行きますね。OK、じゃあ行きます。じゃあ左曲がってください。OK、頑張ってねー。頑張れー。おー、いいね、頑張れー。頑張ってー。よいしょー。OK、段差すごいです。いきますよ。でこぼこします。頑張れー。頑張れー。段差頑張ってー。OK、右曲がります。右曲がってー。よいしょー。OK。頑張れー、お兄さん。ナイス。हेलो गाइस, हामी सु चलाएर यो चाहिँ कफीको रुख रे赤いやつが OK。レッドビーンズ OK。यो चाहिँ कफीको रुख नयाँको सेल्फी हान्दैछ तालसी कता ने अझै गर्ने अहिले चाहिँ यसो यो ब्रेकको लागि रुखेर हामी चाहिँ जङ्गल सफारी गर्दैछौँ हामीले हाम्रो बाइक यहाँ अड्डा छ हो दाजुले भिडियो पनि राम्रो भिडियो बनाइदिएको छ टन्नै कोरेवा नाम दे कुको कोरे नानी कोरेवा これしかついてない。本当。これしかない。キッかな。OK。じゃあここからジャングルコース。OK。頑張りましょう。ネパール語で頑張っては何ですか？ベラ？メラタ語？メヘラ？
メナト。メナト。あ、メナト。メナト。メナタロウ。オッケー。じゃあ、メナタロウ。オッケー。オッケー。メナタロウね。オッケー。いいよ。オッケー。メナタロウ。ここやばいよ。オッケー。いける？いける？オッケー、ナイス。ナイス。あ、木にぶつかるかも。いけるかな。あげた。オッケー。いけます。もう気をつけて。Yes, yes, 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 nice. Yes. Okay. Okay. Okay, nice, nice. Okay, nice. Okay. Okay, じゃあ行きますね。Okay, let's go. Let's go, let's go, let's go, let's go. もう大丈夫。Okay. Oh, nice. 頑張れ、ファイト。頑張れ。いいよ。いけ。よし。オッケー、ナイス。頑張れ。オッケー。オッケー、オッケー、オッケー、オッケー、ナイス。होइन अब त मैले आफै भिडियो पनि बनाउनु पर्छ भन्छ हाम्रो राजाले होइन त्यही भएर अब आफै भिडियो बनाउनु छु अब सक्छु कि देवा बिरेक राम त होइन यार सक्दिनँ अब भिडियो ल गाइस अब चाहिँ अब मैले आफै भिडियो यहाँ चाहिँ अब अलिक त जिउँछु के नाइ त एक नाइ हो गाम्बारी बस्यो अब हाम्रो लगभग सक्यो होइन अब फेरि अर्को सुरु भयो पसिना पनि आइसक्यो यार अब त apa ya udah aku garu tuh guys right Isso do lado oi oi危ないよここ危ないです頑張ってオッケーオッケーじゃあオッケーもうちょっとだけ時間があるので自分さっき止まったコースも止まらず思いっきり行くので頑張ってついてきてください。オッケー。危なかったらブレーキでいいので思いっきり行くのでついてきてもらってお願いします。じゃあ行きます。はいいいね。はい。
タプいいねナイスめっちゃナイスついでこれ ल गाइस अब चाहिँ हाम्रो जङ्गल सफारी गरेर भ्याइएको अवस्था डर रमाइलो भयो यहाँ ढाड दुख्न लागिसकेको छ मेरो त तिमीलाई के दुख्यो पात पर्छ दुख्यो हल्का थकाइ लाग्छ थकाइ त खतरा थकाइ ला निद्रा लागेर उडा भएको छ पुरै हिलो भएर यस्तो भएको छ शरीरको हालको लुगाको हाल कपडाको हाल टी सर्ट चाहिँ लास्टै अति भयो टी सर्ट सराएर ज्याकेटमा त लगाएको छ बाहिरबाट होइन एकदम वाइल्ड रमाइलो भयो होइन पैसा असुल वाला टाइपको भयो होइन चाहिँ थकाइ पनि लाग्यो होइन अब हामी फर्किने अब रुमतिर फर्किने होइन अब हाम्रो बुझेर ड्राइभ गरिरहेछ म चाहिँ यस्तो गराउने सुत्ने एकछिन चाहिँ मस्त पल्टिने हो उदय राम्रोसँग चलाऊ है औ उदय राम्रोसँग चलाऊ है त यस्तो गर्ने मजाले पल्टिने हो है त आजलाई यतिसम्म नै धेरै लामो त भएन ठिकै छ रमाइलो त वाइल्ड रमाइलो खासमा हामी चाहिँ आज जाने भनेको हामी चाहिँ प्याराग्लाइडिङ जाने भनेको थियौँ होइन बिहानसम्म हुन्छ भनेको थियो फोन गरेको हामीले होइन त्यसपछि अनि यो अलिकति हावाहरू अलिअलि धेरै आयो अब चाप्नेहरू जस्तै हो होइन अलिअलि हावा चल्न पाउन आज हुन्न हावा चलेको छ भनिदिइहाल्छ आज पनि त्यही भन्यो होइन अनि हावा चल्यो भनेर अनि आज मिल्दैन भोलि गर भन्यो भोलिदेखि हाम्रो टाइम मिल्नु पऱ्यो होइन त्यसपछि होइन अब निस्किसकेको छ कहीँ त जान पर्यो लास्टमा हामी त्यही हो त्यो जङ्गल सफारी गरी गइयो बगी चलाइयो होइन रमाइलो भयो आजलाई यति नै होइन र यसो भिडियो टक्क लगाएर लाइक हानिदिनु टक्क सब्सक्राइब हानिदिनु के पुग्यो के पुगेन के कस्तो राम्रो र नराम्रो के कस्तो हो यसो धारणाहरू व्यक्त गरिदिनु होइन यसो कमेन्ट गरिदिनु होइन अरू त के छ र जिन्दगीमा मरिलाने के छ र यति हो आजलाई यति है त ल धन्यवाद